Namaste everyone. Welcome to the Cricket Talks where we decode the games. आजको सुपर एक्साइटिङ पिक्चर काठमाडौँ गोर्खास भर्सेस लुम्बिनी लायन्स छ र हामीसँग हुन्छ एक्सपर्ट एनालिस्ट अभिषेक भण्डारी. अभिषेक, वेलकम टु द शो. थ्याङ्क यू. नमस्ते. आज काठमाडौँ गोर्खास भर्सेस लुम्बिनी लायन्सको कस्तो टाइपको म्याच हुनेछ? कि ब्यालेन्स हुन्छ कि वान साइडेड हुनेछ? अब यो एनपिएलमा चाहिँ अब यो फ्रेन्चाइज लिगमा चाहिँ वान साइडेड भन्ने गेमै हुँदैन होइन. जहाँसम्म लाग्छ एकदमै रोमाञ्चक गेम हुन्छ होइन. तर दुइटै टिम चाहिँ हारेर आउँदैछ. दुइटै टिमलाई प्लेअफ्समा पुग्नलाई चाहिँ एकदम विनिङ मोमेन्टम चाहिएको छ. त्यसको लागि चाहिँ यो गेम चाहिँ दुइटै टिमको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट छ. त्यसै गरी आजको टस कतिको गेम चेन्जिङ हुनसक्छ? ड्यु कन्डिसन, फ्लड लाइटमा बल मुभमेन्ट कस्तो देख्न सकिन्छ इभिनिङ गेम हुन भएकाले आज? टस एकदमै फ्याक्टर गर्छ होइन. अब टस चाहिँ इम्पोर्टेन्ट हो. अब प्रायः जसोले टियुमा चाहिँ गेम हुँदाखेरि डे नाइट गेममा चाहिँ बलिङै गर्न रुचाउँछन् होइन, चेज गर्न. तर अब लास्ट गेमहरू हेर्ने हो भन्दाखेरि चाहिँ जुन टिमले डिपेन्ड गरिरहेको छ त्यो टिमले चाहिँ राम्रो रिजल्ट ल्याइरहेको छ, जितिरहेको छ भनौँ न. अब हिजै सुदूरपश्चिम र विराटनगरकै कुरा गर्ने हो भन्दाखेरि एकदमै लो टोटल थियो 135 अनि 142 डिपेन्ड गर्यो होइन सुदूरपश्चिम र विराटनगरले. त्यही भएर चाहिँ अब रिजल्टको बेसमा हेर्ने भनेपछि चाहिँ टस जितेर चाहिँ ब्याटिङ गर्न चाहिँ बेटर देखिरहेको छ. अब ब्याटिङको कुरा गरौँ. ब्याटिङ लाइनअपमा आजको स्ट्यान्ड आउट पर्फर्मरको रूपमा को उठ्न सक्छन्? पावर प्लेमा कुन टिम चाहिँ स्ट्रङ्गर हुन देखिन्छ? ब्याटिङको कुरा गर्ने हो भन्दाखेरि चाहिँ मलाई चाहिँ लुम्बिनीको चाहिँ ब्याटिङ चाहिँ पावर प्लेमा अलि राम्रो देखिन्छ. अब किनभने मिडल अर्डर ब्याट्सम्यान हाम्रो सन्दीप जोरालाई पनि टप अफ द अर्डर लिएर आएको छ होइन. पावर प्लेमा राम्रो पर्फर्मेन्स उहाँले चाहिँ अहिले अब जुन सुपर 6 भयो भर्खरै, त्योमा पनि एकदमै राम्रो पर्फर्मेन्स गरेर सायद त्यसको त्यो कारणले नै होला उहाँलाई चाहिँ अब लुम्बिनीले चाहिँ टप अफ द अर्डर ल्याएको छ. अनि त्यसपछि अब काठमाडौँको कुरा गर्ने भन्दाखेरि काठमाडौँले पनि स्टार्ट चाहिँ अलि राम्रै गरिरहेको छ होइन. जे होस्, तर लुम्बिनीले चाहिँ अलि राम्रो गर्छ कि जस्तो लागेको छ मलाई चाहिँ पावर प्लेमा चाहिँ. अब आज बलिङको कुरा गरौँ. गेम बेलुका हुँदैछ. अब कुनमा चाहिँ बलिङमा चाहिँ तगडा देखिन्छ आज गेममा? बलिङमा हेर्ने हो भन्दाखेरि काठमाडौँ गोर्खा चाहिँ अलि बेटर देखिन्छ होइन. डोमेस्टिक राम्रो छ काठमाडौँ गोर्खाको. जसरी राशिद खान भयो होइन, करण केसी भयो, नयाँ बलले राम्रो बलिङ गरिरहेको छ करण केसीले. अनि लुम्बिनीको चाहिँ अलि ल्याक देखिन्छ. अब दुर्गेश गुप्तालाई खेलाउँछ कि यो गेममा होइन, के छ मोर ओभर चाहिँ लुम्बिनी चाहिँ अब बलिङमा चाहिँ स्पिनमा चाहिँ भर परिरहेको छ भने चाहिँ काठमाडौँले चाहिँ जे होस् फास्ट बलिङले राम्रो गरिरहेको छ काठमाडौँको. अब टी20 क्रिकेट भन्ने बित्तिकै एक्स फ्याक्टरको कुरा आउँछ. एक्स फ्याक्टर रूपमा चाहिँ आज दुईटै टिममा कोलाई स्ट्यान्ड आउट हुन सक्छन्? अब टी20मा कुरा गर्ने भने एक्स फ्याक्टर भनेपछि चाहिँ जहाँसम्म लाग्छ अलराउन्डरै हुन्छन् होइन. अब दुइटै टिमसँग राम्रो राम्रो अलराउन्डर छ है. फास्ट बलर अलराउन्डर भन्ने हो भन्दाखेरि काठमाडौँ गोर्खासँग चाहिँ आदिल आलम होइन, लास्ट गेममा विराटनगरसँग हारे पनि आदिल आलमको चाहिँ एकदमै राम्रो पर्फर्मेन्स थियो होइन ब्याटिङबाट. अनि त्यस्तै गरेर अब लुम्बिनीको कुरा गर्ने हो भन्दाखेरि लुम्बिनीमा चाहिँ गुलबदिन नाइम होइन, फर्स्ट गेम एकदमै राम्रो खेलेर होइन गुलबदिन नाइमले जिताएको थियो चितवनसँग होइन. त्यही भएर गुलबदिन नाइम र मैले चाहिँ आदिल आलमलाई चाहिँ एक्स फ्याक्टर देखिरहेको छु दुईटै टिमबाट. अब यसै गरी प्लेइङ 11को कुरा गरौँ. प्लेइङ 11मा चाहिँ के चेन्जेस देख्न सक्नुहुन्छ? कोही डोमेस्टिक प्लेयरले आज अपफ्रन्ट आउन चाहन्छ? प्लेइङ 11मा चाहिँ मैले चाहिँ अब काठमाडौँ गोर्खामा चाहिँ एउटा चेन्जेस चाहिँ हुनसक्छ जस्तो लाग्छ मलाई चाहिँ. भीम सार्की आउँछन् होला है प्लेइङ 11मा. सायद अस्तिको गेममा इन्जर्ड थिए. अब मिलन कुमार पनि आउन सक्छन्. उहाँको चाहिँ इन्जर्ड भनेर चाहिँ अहिलेसम्म न्युज आएको छ. उहाँ फिट भयो भने चाहिँ उहाँ अभियसली आउँछ. अनि त्यस्तै अब लुम्बिनीको हेर्ने भनेपछि ओभरअल लुम्बिनीले राम्रै खेलेछ भनौँ न. अस्तिको गेममा अब कर्णालीसँग चाहिँ हार्यो होइन. मार्कवर्डले चाहिँ वान साइडेडै अनएक्सपेक्टेड इनिङ खेलेर चाहिँ अलिक गाह्रो परेको हो. लुम्बिनीको चाहिँ प्लेइङ 11 सेमै हुन्छ, चेन्ज हुँदैन जस्तो लाग्छ मलाई चाहिँ. ओके अभिषेक, थ्याङ्क यू फर यो सार्प एनालाइसिस. आजको काठमाडौँ गोर्खा भर्सेस लुम्बिनी लायन्सको म्याच सायद इलेक्ट्रिक हुने लागेको छ. स्टे ट्युन्ड विथ क्रिकेट टक्स वेयर वी डिकोड द गेम्स. वी विल ब्याक विथ द पोस्ट म्याच एनालाइसिस. अहिलेको लागि चाहिँ हामी बिदा चाहन्छौँ. तपाईँहरूले सेयर, लाइक, सब्सक्राइब गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ. अहिलेको लागि चाहिँ बिदा हुन चाहन्छौँ. थ्याङ्क यू.